अझै पारी गएर आउन मिल्दैन जाम न पारी पुगेर आउन पारी गएर आउन झोलुङ्गे पुल के झोलुङ्गे पुल अरे यो झोलुङ्गे पुल लाइट पनि रहेछ यार बिच बिचमा लाइट पनि रहेछ पुरै लाइट पनि रहेछ बिच बिचमा ल है झोलुङ्गे पुल एकदम लामो झोलुङ्गे पुलमा हिँड्दैछौँ हामी है बुवा र म के अरे बुवाको नाम के नाम अरे तपाईँको हला धनकुमार श्रेष्ठ बुवा र म हिँड्दैछु है यहाँ अघि धनकुमार श्रेष्ठ पछि विष्णुबहादुर आले ल ए झोलुङ्गे पुल खतरा छ यार ओहो राम 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 दुईटा रोड छ यार के हो कसो हो यो ओहो हो यो काली गण्डकी हो के नदी हो यो काली गण्डकी हो काली गण्डकी हलढुङ्गा कटेसी घुम्ती घुम्ती रोड हो कति लामो यार कति मिनट लाग्यो यार कति मिनटमा अझै 2 मिनटमा त पुग्छ कि 2 मिनट 41 सेकेन्ड भएर रहेछ चार 5 मिनट त टर्नै लाग्दो रहेछ यार 3 मिनट भयो ल ठ्याक्कै हिँडेको है त यो पुलमा हिँडेको टुइका टुइ हिँडेको फेरि केटाकेटी चालले हिँडेको होइन ल है तल हेरौँ त आम्मामा ओहो डेन्जर हैट खतरा यार डेन्जर 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 घुम्ती घुम्ती रोड लामो पुल आम्मामा डेन्जर डेन्जर कति मिनट 3 मिनट 38-39 सेकेन्ड छ भयो मालढुङ्गा कते ओ डेन्जर यार ल हो यार 5 मिनटै लाग्दो रहेछ यार 5 मिनटै लाग्दो रहेछ पारी तर्नलाई 4 मिनट भइसक्यो 5 मिनट नै पुग्दैन क्या हो जाम 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 पुगेर आउने हो टाइट खतरा छ यार जस्तो मस्तो मान्छे त नआए नि हुन्छ यार कहिले पनि यसरी नहिँड्ने मान्छे नआए नि हुन्छ यहाँ त हेलो हेलो हजुर यहाँ बैरीले फुपू
माका कानिम टोकिसम्म टाल्स बाइक छ अर्को छ टाले टाले खाडमी अर्को चाहिँ वालिगिरी ट्र्याक्टर बाइक जम्मै वालिगिरी ल ल ल ल ल ल अच्छा 6 मिनेटमा पनि भ्याएन त 6 मिनेटमा पनि भ्याएन 6 मिनेट 4 सेकेन्ड भइसक्यो ओहो कस्तो लामो यार थकाइ पनि लाग्यो यार यहाँ हिँड्दा हिँड्दा के छ हिरो हो यार 60 मिनेटमा नि आइपुगेन त यार 7:30 भइसक्यो यार यति लामो यार आठ मिनट 2 सेकेन्ड 3 सेकेन्ड भइसक्यो थकाइ नि लाग्दो रहेछ त ल जा ओहो 8 मिनट 18 सेकेन्डमा आइपुग्यो धनकुमार श्रेष्ठज्यू है एकछिन त बस्नुपर्छ यस्तो त रहेछ नि अरू केही छैन के हो यो वेलकम यहाँ हेर्न जाने होला नि त फेरि